मीन राशि 2083 सालमा तपाईँ मीन राशिको लागि सर्वाधिक शुभ समय छ। समय कति निर्मम हुँदो रहेछ भन्ने कुरा विगतको 6-7 वर्षमा तपाईँले देखिसक्नुभयो र त्यो निर्मम समयले तपाईँलाई गरेका प्रहारहरू अब ध्वस्त हुनेछन् र शत्रुहरू परास्त हुनेछन्। तपाईँको आफ्नै व्यक्ति, सबभन्दा नजिकको व्यक्ति शत्रु भएर आफूलाई जीवनमा प्रहार गरिरहँदा त्यो निर्मम प्रहारलाई सहनु पर्दाको स्थितिलाई तपाईँले कसरी लिनुभएको छ, यसलाई मैले दुःखदायी हिसाबमा लिएको छु। त्यसैले तपाईँको समय अब धेरै शुभ समय आयो र यो शुभ समयमा तपाईँले आफ्नो शक्तिलाई दुरुपयोग गरेर अगाडि बढ्नको लागि ग्रहगणितको अपिल छैन। आफ्नो शक्तिलाई सदुपयोग गरेर आफूभित्र भएको ईश्वरीय ऊर्जालाई सदुपयोग गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। जप, तप, दया, दान मध्ये तप र दान यो दुईटाले तपाईँलाई अगाडि लिएर आउन सक्ने हुन्छ। सेवाको हिसाबमा पनि आउनु पर्यो र मेहनतको हिसाबमा पनि आउनु पर्यो र जप वा नाम जपले पनि तपाईँलाई अगाडि लिएर आउन सक्ने समय देखिन्छ। अदृश्य शक्तिहरूको सपोर्ट तपाईँलाई एकदमै राम्रो रहने हुन्छ। अदृश्य भावको द्वादश भावमा बसेको बृहस्पति गुरु ग्रह, जीव ग्रह बृहस्पतिको कारणले गर्दा तपाईँलाई बुद्धिमान बनाउने हुन्छ। आध्यात्मिक हुनुहुन्छ भने 2-3वटा कुरा जान्नु जरुरी हुन्छ। तपाईँको गुरुले सिकाएन योसँग मायने राख्दैन। तपाईँ जन्मिँदाखेरि एउटा प्राकृतिक गुण लिएर आउनुहुन्छ आफ्नो आमाको गर्भबाट, जुन आमालाई सम्झिनुहोस् तपाईँ, उहाँले एउटा प्राकृतिक गुण दिनुभएको हुन्छ। त्यो गुणलाई अगाडि लिएर आउने हो। कुनै मेरो यो भगवान भन्दै माला लाएर अथवा उसैलाई नाम जपेर हिँड्न आवश्यक छैन। नाम जप्दा भगवानकै नाम जप्ने हो। त्यसैले म एउटा कुरा के भन्छु भने 4-5वटा महत्त्वपूर्ण कुरा हुन्छन् यो कुनै सफलता पाउनको लागि। सबैभन्दा तल पिशाच शक्ति हुन्छ। तपाईँभित्र अध्यात्म छ भने त्यो पिशाच शक्ति, तन्त्र, मन्त्र, नेगेटिभ ऊर्जा, अरूले गरेको शत्रुता आफ्नो शरीरमा ठोकिसकेपछि त्यो पोजिटिभ हुन्छ र त्यसले फल दिने हुन्छ। त्यो पिशाच शक्ति हुन्छ। त्यहाँभन्दा माथि प्रकृतिको शक्ति हुन्छ, प्राणीको ऊर्जा हुन्छ, पितृको ऊर्जा हुन्छ, देवताको ऊर्जा हुन्छ, अध्यात्मको ऊर्जा हुन्छ, ईश्वरीय ऊर्जा हुन्छ। त्यहाँभन्दा माथि पनि धेरै किसिमका ऊर्जाहरू हुन्छन् र न्यायगत प्रणालीमा पनि यही सिस्टम हुन्छ अथवा ईश्वरीय हरेकमा यही सिस्टममा चलिरहेको हुन्छ। तपाईँ मीन राशिले 2083 सालमा यो सबै कुराबाट फाइदा लिन सक्नुहुन्छ। तपाईँलाई समयले एउटा न्याय दिन सक्ने ठाउँमा पुर्याउने हुन्छ। नयाँ जबहरू लाग्ने हुन्छ, आर्थिक उन्नति प्रगति हुने हुन्छ, भाग्योदय हुने हुन्छ। स्वास्थ्यहरू बिग्रिएको छ भने स्वास्थ्यहरू शुभ भएर जान सक्ने अवस्थितिहरू देखिन्छ। तपाईँको आँट, जोस, जागरहरू बन्ने हुन्छ र तपाईँ एक कदम पछाडि रहेर काम गर्नुपर्ने अवस्थिति वा समाजमा नदेखिएर पछाडि बसेरै आफ्नो भौतिक जीवनलाई अगाडि लिएर जानुपर्ने अवस्थिति हुन्छ। तपाईँलाई अब एक रति पनि गल्ती गर्न छुट छैन, किनभने आजसम्म जुन कुरा समयले दियो त्यो चुनौती, ठक्कर, होइन, उन्नति, प्रगति, यो सबै कुराहरू देखिसक्नु भएको छ र तपाईँले जीवनमा जे भोग्ने मौका पाउनुभयो सानै उमेरमा, यो लाजवाब छ वा एकदमै धेरै छ। यसमा कुनै किसिमको जवाफ दिन योग्य छैन कि। त्यसैले तपाईँलाई छुट केहीको पनि छैन र कुनै कुरा बिग्रने वा गल्तीको छुट पनि छैन र तपाईँको वरिपरि भएका व्यक्तिहरूलाई, घर परिवारका सदस्य, तपाईँको पार्टनरहरू, तपाईँको काम करियरमा रहने व्यक्तिहरूलाई पनि कुनै किसिमको गल्ती गर्न छुट नभएको कुरा चाहिँ स्पष्ट हिसाबमा जगजाहेर गर्न ग्रहगणितको अपिल देखिन्छ। पहिले बिग्रेका व्यवसायहरूबाट पैसा आउने हुन्छ, रोकिएका पैसाहरू आउनेछन्, नयाँ कामहरू बन्ने हुन्छ, नयाँ किसिमका सिस्टमेटिक हिसाबले तपाईँ अगाडि बढ्न सक्ने समय छ। विदेशमा हुनुहुन्छ, स्वदेशमा हुनुहुन्छ, कुनै पनि ठाउँमा हुनुहुन्छ भने त्यही ठाउँको धरतीको माटोलाई हातमा लिएर आफूले त्यही आफ्नो भविष्य देख्नुपर्ने समय छ। कुनै पनि कुरा जब त्यागमा पुगिन्छ भने समयले दिन्छ र समयले दिनको लागि आफ्नो अहङ्कार वा मोहलाई टाढा राख्नुपर्ने अवस्थिति हुन्छ। म के थिएँ र के भएँ भनेर शिरदेखि टाउकासम्म हेर्नुपर्ने समय छ र आफूलाई समयले टाउकामा प्रहार गर्दैछ वा खुट्टामा तेल लाएर मालिस गर्दैछ त्यो तपाईँले जान्ने कुरा हो। म तपाईँलाई के भन्छु, एउटा पञ्चम स्थानमा बृहस्पति गुरु ग्रह जाँदाखेरि भने तपाईँले कुनै पनि कुरा खोज्नको लागि जबरजस्ती नगर्नुहोस्। अब जे कुरा छ तपाईँको काखमा आएर बस्नेछ, तपाईँको हातमा आउँछ, तपाईँको भाग्यमा आउँछ, तपाईँको मुखमा आउँछ, तपाईँको अञ्जुलीमा आउँछ र त्यसलाई मुट्ठी पारेर हिँड्न सक्ने समय भएको कारणले गर्दा अब जबरजस्त गरेर भाग्यलाई खोज्नुपर्ने अवस्थितिहरू देखिँदैन। ऊ स्वयंले तपाईँलाई आएर दिन सक्ने हुन्छ केही दिनु छ भने। र मीन राशिको लागि आर्थिक उन्नति, सामाजिक उन्नति, देश विदेशको यात्रा, यो सबै कुरामा एकदम राम्रो देखिन्छ। एजुकेसन, लभ सम्बन्ध, वैवाहिक जीवन, नयाँ विवाह हुने, नयाँ प्रेम सम्बन्धहरू पाउने, नयाँ खुसीहरू प्राप्त गर्न सक्ने समय छ। लामो समयदेखिका चाहिँ समस्याहरू सकिनेछन्। भलै तपाईँलाई परिस्थितिले चाहिँ
हतकडी लगाएको छ भने त्यो हतकडी खोल्न सक्ने स्थिति छ। अब नराम्रै काम गर्नुभएको छ भने त 2 वर्ष जेल बस्नुहोस्, 5 वर्ष जेल बस्नुहोस् या 10 वर्ष जेल बस्नुहोस्, यो कुराले पनि तपाईँलाई फाइदै गर्ने हुन्छ। किनभने माथि स्वर्ग नर्कको कुरा छ भने पनि भोलि जाँदा नर्कमै बास हुने हो। त्यसैले यहाँ जब अदालतद्वारा अथवा चाहिँ पुलिस चौकीद्वारा अथवा काहीँ न काहीँबाट आफ्नो पाप कटाउनुहुन्छ भने पछि स्वर्ग प्राप्त गर्न सक्ने हुन्छ। यहाँ भोगिसकेपछि नर्कमा गएर भोग्न पर्दैन। ग्रह गणितको अपिल यही छ। भाग्य, उन्नति, प्रगति, कर्म, नयाँ जब, प्रमोसन, यो यावत क्षेत्रमा सर्वाधिक शुभ र सफल हुन सक्ने अवस्थितिहरू देखिन्छ। मीन राशिको लागि सबैभन्दा सफल समय 2083 साल देखिन्छ।